हेलो, आज तपाईको समस्यामा यो बेङ्गलोर काण्ड लिएर आइरहेको छु। हेर्नु सक्नुहुन्छ तपाईले भिडियोमा एउटा छँदैछँदैको फ्यामिली, खासै गरेर फ्यामिली चाहिँ यो चुतियाले चाहिँ गर्दा चाहिँ बिग्रियो। तर दाजुले जे गर्नुभयो राम्रो गर्नुभयो हैन। यस्तै गर्नुपर्छ। यस्तो यो बदनाम पार्ने समाज बिगार्ने मान्छेहरूलाई चाहिँ यो यस्तो बुढी नामको लागि कलङ्क। यस्तो औरतहरूले चाहिँ न आफ्नो घर बनाउँछ न अरूको घर बनाउँछ। र साथै यो जुन जार छ यो पनि त्यही हो। यसले पनि गाउँ घरमा बस्नु दिने त होइन, किनकि यसलाई पनि त्यही हो, अर्काको बुढीलाई मन पराउने। यसलाई यसको के अधिकार हैन। यसले पनि गाउँ समाजमा बस्ने लायक त यो होइन, किनकि यस्तोहरूलाई चाहिँ समाजबाट निकालेर नाङ्गो जार पारेर कुदाउने हो। के हो, दाजुले जे गर्नुभयो भन्छ माला अर्पण गरेर एकदम पुरा उपहार समेत दिनुभएको छ। यसलाई चाहिँ यो चाहिँ नमरिन्जेल यिनीहरूलाई जिन्दगीभर यो गिल्टी फिल हुन्छ कि यति साह्रो बेइज्जत चाहिँ भएको छ यो मतलब औरत बिहा गरेर भनेर। र यो औरतलाई पनि गिल्टी फिल हुन्छ मैले के गरेँ भनेर। आउने दिनमा पस्ताउँछ उसले, जब यिनीहरूको बिचमा जुन झगडा हुन्छ नि, जुन त्यही शब्द लिएर झगडा हुन्छ नि, त्यसपछि पस्ताउँछ। र उसले पछाडिको दिनहरू त्यो बुढाको नानीहरूको याद आउँछ नि, पस्ताउँछ नि। त्यतिखेर पस्ताउनु कोसिस गर्दा पनि त्यो पश्चातापको फल चाहिँ उसले पाउँदैन नि। त्यतिखेर डोबीको कुत्ता घर खाना घाटका भन्छ नि, त्यस्तै भएर बस्छ नि। तब त्यतिखेर याद आउँछ यस्तो यो आइमिरो र यस्तो यो जारहरूलाई चाहिँ क्या घरको समाजमा बस्ने लायक कुनै पनि होइन। यस्तोलाई चाहिँ के भन्नुहुन्छ तपाईँ साथीहरू भाइहरू? एउटा 18 वर्षको नानीलाई छोडेर अर्कोसँग लाग्नु भनेको के हो? पैसा रुपियाँको लागि त होइन, यो खालि शरीरको भोग, आफ्नो इच्छा पुरा गर्ने मात्रै हो। टाइम पास भन्दा आज लाइफ पास भयो। र लाइफ पास चाहिँ होइन, तर फ्युचर चाहिँ पुरै स्वर्ग नर्गको जुन छ भन्छ नि यहीँ छ पृथ्वीमा भन्छ, सेम यस्तै भइरहेछ। आजदेखिको चाहिँ यिनीहरूको चाहिँ नर्गको यात्रा चालु, किनकि यिनीहरूको लाइफमा आउने दिन अबको स्टार्ट भयो। यिनीहरूको दिन रातको झगडा, केही सानो बातमा पनि झगडा हुन्छै हुन्छ। त्यही भएर छँदाको बुढालाई छोडेर जाने यस्तो कलङ्कहरूलाई चाहिँ तपाईँले के भन्नुहुन्छ? सेयर, लाइक, कमेन्ट गरेर भन्नु होला।